भाउजू उता नानी रोकै छ छोड्दिनु भाउजू म बाँच्छु तपाईँ जानु नानी म माछु तपाईले हैन पर्दैन छोड्दिनु आमाले देख्नु नानी त्यहाँ रोकै छ आमासँग नि मानिन मसँग नि मानिन तपाईँ आफै जानु भाउजू नानी पर्दैन नि अहिले आमाले देख्नु भने गाली गर्नुहुन्छ गाली गर्नु हुँदैन म भनिहाल्छु नि आमालाई त्यहाँ नानी रोकै छ नानी चाहिँ हेर्नु है भाउजू तँ किन भाडा मार्न लाया ए मम्मी त्यहाँ भाउजूको बच्चा रुए थियो अनि त्यही भएर ए उसैले हेर्छ बच्चा जा गर्नु पर्दैन बुहारीले गर्छ केही हुँदैन के मम्मी होस् जाऊ 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 गर च्यापाउ आम छोरी बसेर खाऊ जाऊ अब जाऊ 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 बुहारीले मात्छ बुहारीको कामै भाडा मार्ने हो हात धोइहाल हुन्छ जा ऊ हात हेर जम्मै कालो लाए मेरो यस्तो प्यारो छोरीलाई ए ज मम्मी हामी चिया बनाएर खाऊँ न त है म चिया बनाउँछु आमा छोरी बसेर खाउँला ए मम्मी लाउनु चिया खानु छोरी तिमी नि खाऊ न मम्मी म त नखाने मलाई खाने मन छैन चियाले खाऊ न थोरै आमा हैन छोरी मम्मी खानु आमा छोरीसँगै बसेर खाऊ न लाग्छ कि मम्मी त्यही भएर खानु बुहारीले खाना छुट्याउँछे दिन्न सँगै बसेर खाऊ न हैन मम्मी दिनुहुन्छ छोरी कस्तो बिजी दुब्लाइछौ तिमी कहाँ दुब्लाउनु मम्मी मोटाएर यहाँ हेर्नु न भुडी लागेर कस्तो भा चिया पानी खान्न काम पनि नगर्नु छोरी यो चिया नि भाउजूले केही गरेको छैन मम्मी त्यही अलिकति बिचरा भाउजू पनि बच्चा रोइरहेको थियो अनि त्यही भएर रोइहाल्छ नि त्यसको बच्चा केही काम नगर सुतेर बस छोरी केही नगर हेर हात यस्तो भइसक्यो छोरीको केही काम नगर है छोरी जम्मै गर्छ त्यसैले काम गर्न हुँदैन कि मम्मी काम गर्नलाई ल्याए त हो नि त्यसलाई यो कहाँ गएछ आज भोगले मर्न लाइस बिहानदेखि चिया दिए पनि छैन खाना बनाउनु बेला भन तँलाई जहिले खाना बनाउनु बेला टाउको दुख्छ के गर्न खोज्या मलाई एक गिलास चियासम्म बनाएर नदिएर मलाई केही अर्थ कुरा थाहा छैन छिट्टो गरी खाना बना मलाई भोग लाइसे होइन भने छोरालाई कुरा लगाइदिन्छु म जा छिटो गर खाना बना छोरी हजुर मम्मी के भयो छोरी तिमीलाई कस्तो टाउको दुखेर कस्तो गाह्रो भइरहेको के भयो त तात पानी ल्याऊ पर्दैन मम्मी ओइ जा छोरीलाई तात पानी लिए यस्तो टाउको दुखेको छ ज्वरो आएको छ थाहा छैन कोठामा बसिरहेको छ के भयो त छोरी तिमीलाई खोइ मम्मी के भयो कस्तो टाउको दुखेर छोरी हजुर सुत तिमीलाई काम नगर भने मान्दिनौ सुत छोरी सुत सुत खै तात पानी ले अहिलेदेखि दिन पनि तात पानी छोरी तात पानी खाऊ ल्याऊ हुन्छ मम्मी यतिखेर बनाएर ल्याएर मर्या छे छैन मम्मी कस्तो जा छोरीले चाउल बनाएर लिएर आइज थोरै दाल हाल थोरै चामल हाल नुन थोरै राखेर चाउल बनाएर ले जा छिटो भयो थोरै खाऊ न थोरै हैन मम्मी यसले धेरै काम हराएर मेरो छोरी बिरामी भा है आफू काम नगर्ने छोरीलाई काम लाउने किन होला त्यसै होला गरेको होला मलाई बुहारी पनि त कुनै घरको छोरी हो छोरीलाई माया बुहारीलाई होला किन यो बुहारीमा किन धेरै भिन्नता गरेको होला म पनि त कसैको छोरी हुँ किन नठान्नु भएको होला उहाँहरूले